यो प्लास्टिकहरु किन टिप्नु भएको तपाईले यो चाहिँ? अब यो चाहिँ हेर्नुहोस् न हो लुका सल्टी मान्छेले होइन अब यो दोकानलाई दोसाउनु कि या किनेर खाने मान्छेले दोसाउनु। अब हेर्नुहोस् किनेर खान त खायो होइन, अब हेर्नुहोस् न बाटैभरि यसरी फ्याँकेर सबै हो। अब यसले चाहिँ तपाईँको बाटो खाटो मात्रै नभएर आफ्नो जग्गा जमिनभित्र परेछ भने चाहिँ यो प्लास्टिकले चाहिँ कति हानि पुर्याउँछ। अनि हेर्नुहोस् यो चाहिँ बियरको बोतल हेर्नुहोस् न, मान्छेले बियर रम रक्सी खानु भएकै हो, तर खाएर मान्छेले हेर्नुहोस् न खानु नजाने घिच्नु नजाने यो चाहिँ अब खानु नजानेरै त यसो गरेको होला होइन। अब मान्छेको अनुसन्धान भन्ने चाहिँ योबाट चाहिँ मान्छेले थाहा पाइन्छ। हेर्नुहोस् अब यो डोरा हेर्नुहोस् यहाँनिर टिपेर अब अहिले हामी रोड एन्ड ब्रिज अन्डर पिडब्ल्युडी भित्र हामी काम गर्छौँ। त्यसै कारणले अब यहाँनिर सबै यहाँनिर देखाउनुहोस् न यता आगो फुकेको पनि। र यसरी हामी चाहिँ बटुलेर चाहिँ होइन अब हामी चाहिँ यसरी डराउँदैछौँ। अब यसरी चाहिँ तपाईँ हामी जस्तो सबैको मन हाम्रो सबैको मिलेको भए चाहिँ आज सिक्किम चाहिँ अब कस्तो साफ सफा हुन्थ्यो होला र कस्तो निट एन्ड क्लिन हुन्थ्यो होला होइन। तर मान्छेको यस्तो खाले मन, यस्तो खाले नराम्रो सोच विचार खाएर कहाँ राख्नुपर्ने डस्टबिन बनाइदिएको छ, डस्टबिनमा प्रयोग गर्नुपर्ने। खास गरी अब यो हेर्नुहोस्, अब यो त ठिकै छ लु फ्याँक्यो अरे, तर अब यहाँ हेर्नुहोस् न यो सेन्टेरेम रक्सी बियर खाएर चाहिँ यसरी बदमासले यसरी फुटाएर फ्याँकिरहेछ होइन। अब त्यसमा चाहिँ अब म चाहिँ सबैलाई के भन्नु चाहन्छु भने चाहिँ हामी सबै मानव जाति हो, मान्छे हो, र मान्छेकोमा कसैकोमा नलेज नभएको लाटा घाँडा कोही हुँदैन। सबैको अहिले पढेको बुद्धिजीवी एजुकेटेड पर्सन बेसी छ। त्यसै कारणले चाहिँ यो कुराहरूबाट वञ्चित हुनुको लागि चाहिँ अब अलिकति मान्छे चाहिँ कस्तो खाले हुनुपर्ने हो र खाएर कुन जग्गामा राख्नुपर्ने त्यो चाहिँ सोच्नु पर्छ होला भन्न चाहन्छु सबै यो मिडिया थ्रुबाट चाहिँ। थ्याङ्क यू। हुन्छ, गुड जब।